दर्शकबिन अहिले हामी काठमाडौँको कमल पोखरीमा छौँ। यो पछिल्लो समय कमल पोखरीमा देखिएको पोखरीमा देखिएको घरको छाया देखिन सकिन्छ। यता हेर्नुहोस्, पछिल्लो समय काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाह आएदेखि यसलाई विभिन्न आकर्षक ढङ्गले चाहिँ कमल पोखरीलाई साजसज्जा गरिएको छ। अहिले यहाँ विभिन्न पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरू अहिले घाम ताप्नदेखि लिएर यहाँ घुमघामको लागि चाहिँ आउने गरिरहेका छन्। पछिल्लो समय कमल पोखरी पनि हेर्नुहोस् त, बिचमा मध्य भागमा कमल पोखरी छ। यसमा चाहिँ यसरी सर्वसाधारणहरूको आकर्षणको केन्द्रबिन्दु भएको छ। यो आकर्षक छ। घरहरूको त्यो छाया, भवनको छाया पनि पोखरीमा देखिएको छ। यो अलौकिक दृश्य हेर्नको लागि तपाईँ काठमाडौँको कमल पोखरीमा आउनुपर्ने हुन्छ र यसरी चाहिँ टुर भिजिटमा तपाईँले यसरी ब्लगमा देखिरहेको छ। हेर्नु होला, यसरी आन्तरिक पर्यटकहरू आउने गरिरहेका छन्। धन्यवाद।